हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग भिडियो। तपाईहरु सबैजनालाई मेरो ब्लगमा स्वागत छ। अनि म चाहिँ आजको ब्लगमा तपाईहरुलाई के भन्नु आएको भने तपाईहरुले चाहिँ मलाई कमेन्टमा ट्याक्कसँगले के सोध्नु मन छ सोध्नु होला। एउटा क्युआनी भिडियो बनाउनु पर्ने छ है साथीहरु। एक दुईजना भाइहरुले मलाई क्युआनी भिडियो दाइ चाहियो भनिरहेछ है। तपाईहरुले चाहिँ दामी क्वेशनहरु सोधिदिनु पर्यो। त्यसबाटै कमेन्ट उठाएर चाहिँ म क्युआनी भिडियो बनाउने छु गाइजहरु। सो गाइज आजको टपिकतिर लागौं। अनि ट्याक्कसँगले म चाहिँ बिहानै जाँदैछु चक्रहट्टीतिर। चक्रहट्टी अब के गर्नु भनेर तपाईहरुलाई थाहा नै छ, म के गर्न जान्छु सधैँ। सो है, अनि आजकल चाहिँ लास्ट झ्याउ लाग्छ बिहानै उठ्न। बिहानै उठेर झन् यत्रो आधी घण्टाको बाटो साइकल कुदाएर आउनु झन् गाह्रो पर्छ। तर जस फिटनेस चाहिँ राम्रो हुन्छ भनेर चाहिँ अलिअलि हाँक्नुपर्छ है गाइज। सो यो चाहिँ चक्रहट्टी धरान जाने बाटो पर्यो। यो चाहिँ राजहंसदेखि ट्याक्क बानको बाटो हो है। अनि त्यहाँदेखि चाहिँ ट्याक्कसँगले हाम्रो केटाहरु चाहिँ एकजना चाहिँ उता गएको छन् मसँग सँगै जाने, एकजना चाहिँ बिहानको क्लास गयो होला। म चाहिँ आज बिहान उठ्नु पाइन सकिनँ कि, त्यही भएर अनि 6:30 को क्लास भ्याइदिउँ भनेर जाँदैछु है। कहिलेकाहीँ यस्तै हो गाइजहरु, कहिलेकाहीँ यस्तै हुन्छ। कहिलेकाहीँ भन्दा पनि धेरै दिन भइसक्यो यस्तै भएको। कहिले बिहानको भन्नाले चाहिँ हाम्रो चाहिँ 5:30 देखिको क्लास छ है। अनि फेरि हामीदेखि अगाडिको केटाहरुको चाहिँ 6:30 को क्लास छ। म चाहिँ आज चाहिँ त्यही क्लासमा जानु लागेको छु गाइजहरु। सो तपाईहरुलाई एउटा नजारा देखाउन गइरहेको छु। बिहानै हाम्रो के भन्छ सालबन्दीको यहाँ कुकुरहरु भेट भएको छ। यता कालो। सो यो चाहिँ कुद्दै आउँदैछ। खुट्टै टोक्नु खोज्छ यार गाइजहरु। यहाँ खुट्टामा सर हिँडिदिन्छ क्या, ढोक्ने जस्तो लाग्यो। त्यही भएर भनेको गइदियो। जोस कुकुर पनि सबै कुरा मान्ने खालको छ रहेछ यतातिर। धन्दा भोकेन, धन्न टोकेन, यस्तै छ। सो गाइज यसलाई चाहिँ के भन्छ, शुक्रबारे भन्छ है। शुक्रबारे चाहिँ टक्कसँगले माछा आइसके। सो यहाँनिर चाहिँ एउटा ब्यानर लागेको रहेछ। यो ब्यानर चाहिँ हेर्न सक्नुहुन्छ ठ्याक्कसँगले यस्तो छ है। सो गाइज यहाँनिर चाहिँ यस्तो बिहानै यहाँ चाहिँ हावा खानलाई बस्छन् मान्छेहरू। दिउँसो त झन् यस्तो शीतल हुन्छ गाइजहरु है। यस्तो बबाल देखाउँछ। कस्तो साह्रो टल्क्यो त यार, के हो। सो गाइज म चाहिँ घरबाट चाहिँ ट्याक्कसँगले यहाँ चक्रहट्टी आइपुग्दाखेरि समथिङ आधी घण्टा ट्याक्कै लाग्छ है। अनि त्यहाँदेखि के भन्नु आँटेको छु भने अब हाम्रो चाहिँ कहिले खुल्ने हो थाहा छैन एक्जाम है। तर पासपोर्ट चाहिँ पेसाको कहिले आउने थाहा नै छैन यार गाइजहरु। तर जोस बिहानै मजा आउँछ गाइजहरु हिँड्दाखेरि। दामी पाराले एउटा स्क्रिनसट हानेर यसलाई नै थम्बनेल राख्छु, गएर जाने क्लिक्क हेर्दिने है। आजको भ्लग चाहिँ म यहीँ इन्ड गर्नु मन थियो। त्यो पनि यतातिर दामी घरहरु पनि छ क्या। यता कोसीले हान्दिन्छ भन्ने डर पनि हुँदाहुँदै घरहरु खतरा बनाएको छ। अनि त्यहाँदेखि सो अहिले चाहिँ काठमाडौँमा बिजोग छ सुकुम्बासीहरुको है। भिडियो न्युजहरु हेरिन्छ कसम गाइजहरु। घर हेर्दा त सुकुम्बासी त अनि हामीहरुभन्दा धनी छ जस्तै लाग्छ यार। हाम्रो गाउँमा घर अलिकति 5-10 कट्ठा जग्गा हुन्छ, एउटा घर हुन्छ। तर सहरमा त कसम
एउटै मान्छेको 3-4 तले घर छ, 3-4 तले घर छ, त्यसमाथि पनि 3-4 वटा यताउता घर छ अरे। न्युज त बवाल आउँछ सुकुम्बासी भन्नेहरूको। सुकुम्बासीहरू चाहिँ रियल सुकुम्बासीहरू चाहिँ यत्रो घर हुन्छ, छाप्रोमा बसिरहेको हुन्छ। हुकुमबासीहरू गएर म्या कसम डोजरले हान्दा धरि नभत्किने घर बनाएर बसिरहेको रहेछ। यस्तो त हुँदैन। मेन सुकुम्बासीले चाहिँ भन्नुपर्दा हुकुमबासीले गर्दा मेन सुकुम्बासीको पनि बिलिबाट भयो। सो गाइज सरकारले चाहिँ टक्कसँगले रियल सुकुम्बासीलाई चाहिँ यसो गर्नै पर्छ है। त्यस्तै छ गाइज। ओपर आज के भएर मेरो ओपर यो एक हातले फोन बोक्दा गलिरहेको छ, अरू बेला नगल्ने हो हात है। सो गाइज आजको म भ्लग चाहिँ यहीँ एन्ड गर्छु। मलाई अलिकति यसो त्यो सुकुम्बासीको बारेमा अलिअलि कुरा गर्नु थियो, त्यही भएर चाहिँ मैले आज भ्लग बनाएको है। अलिअलि आज मलाई लास्ट बिहान उठ्न पोहोर लागेको थियो र अनि यसो भ्लग बनाइदिउँ। धेरै दिन भयो बिहानै भ्लग नबनाएको चाहिँ भनेर आज भ्लग बनाइदिएको छु गाइस। ओके छ।